आजको पत्रिकामा नि के आएछ हेडलाइन हेर्नु पर्यो। शिक्षकहरूको थप आन्दोलन सुरु। यो नेपालमा पनि के भएछ अर्को के रहेछ, दुर्गा पर्साई पक्राउमा, रवि लाम्छाने पक्राउमा। खै यो नेपालमा नि सबै राम्रा मान्छे सबै पक्राउमा भएन। त्यो पत्रिका पनि खोलेर अब ग्रिन टी पिउनु पर्यो। छोरो जेठो कहाँ गयो, दबाई खाने बेला भयो थियो। ए जेठा, त्यो मेरो कोठाको टेबलमा मेरो प्रेसरको दबाई छ, ल्याइदे बाबु ल्याइदे। साह्रै गाह्रो भयो मलाई। कहाँ गए काले ठेउके, यत्रो बोलाउँदा पनि सुन्दैन ठेउक्या त। बाउला जसरी के नाचिरहेको, यत्रो बोलाएको सुनेको छु, बाबु प्रेसरको दबाई ल्याइदियो ल्याइदियो भने काले ठेउके। देख्नु भने भिडियो बनाइरहेको, भोलि पर्सि म भाइरल भएर तपाईँ गाउँ छिमेकी सबैजनाले टिकटक स्टारको बाउ भने कस्तो महसुस हुन्छ? हुन्छ काले भाइरल, तुरन्त गएर औषधि लिएर आइदियो। मान्छेले यहाँ अघि नैदेखि प्रेसरले यहाँ हानिसक्यो, तँलाई सुन्दैनस् र यत्रो बोलाएको? तुरन्त गएर बन्छस् भाइरल काले। हुन्छ हुन्छ, जान्छु, नरिसाउनु धेरै। ल ल ल आना ना 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 पछाडिबाट आयो, पछाडिबाट तपाईँ उता उता अर्को अगाडि छ, अगाडि अगाडि इसमें काले अगाडि 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 तो ढुङ्गाको पछाडि लुकेर छिटो छिटो छिटो। हेड सट नै खाइहाल्यो नि, यो गेम पनि हारियो। ल ल अर्को गेम खेलौँ अब फेरि। कति पनि यार दिमाग खराब भइसक्यो। यो एकाउन्ट र झन् केही आउँदैन मलाई त यार, केही नआउने यार। हो केटाहरू होइन त्यो? हो यार हो, यिनीहरू के गेम खेलेर बसेको जस्तो छ यार। कति पर्ने यार त। ओ केटा के गरेर बसिरहेको तिमीहरू यहाँ? बासमा त देखेन त यार। के गर्नु साथी, गेम खेलो बस त्यही त नि। आऊ बस गेम सेम खेलौँ। ए ल ल हानु त एक दुई गेम हान लाग्यो। ल ल ए कुन गेम हाने केटा तिमीहरूले? ओए पब्जी त हो नि। ल ल पब्जी ल ल एड गरेर त केटा त्यो नुब तरिकाले खेल्ने होइन मुलाहरू यार, राम्रोसँग खेल्ने। आज चिकन डिनर खानुपर्छ, त्यस्तै हो अरू। ल ल हुन्छ हुन्छ ल ल सुरु है। खाइन्छ अब टेन्सन नगर केटा हो। ल आइसक्यो त यहाँ। स्नाइपर त म खेल्छु है, स्नाइपर म खेल्छु। ओ यार रिभाइभ दे। पछाडिको घर जस्तोमा छ यार, त त्यहाँ ढुङ्गाको पछाडि छ। हान केटा त्यो गाडी लिएर आइज। मलाई गोली लगाइरहेको थियो यार, त्यो खै फर्स्ट एड किट त मलाई यार मसँग छैन यार। मलाई यार एमो पनि कम्ती छ यार, ल यार हेडसेटै खाएँ यार मैले त। तिमीहरू खेला है केटा, तिमीहरू खेला।
वेलकम माई न्यू ब्लग डे 51 गाइज। आज म चाहिँ यो गाउँमा रमणीय गाउँमा आएको छु। तपाईँले कृपया यो हेरिदिनु होला। हेर्नुहोस् ल, यस्तो हरियाली रुखहरू छन्, हरियाली छ यहाँ, घरहरू सानसाना बुकुरहरू। यो गाउँ हेर्नुहोस् त हाम्रो, यस्तो रमाइलो गाउँ छ कि कुरै नगर्नुहोस्। लास्ट के तपाईँले मेरो भ्लगमा हेर्नुभयो भने हरेक कुरा देख्न सक्नुहुन्छ। यहाँ तपाईँहरूले मेरो भ्लगलाई सब्सक्राइब पनि गरिदिनु होला। म अझै धेरै तपाईँलाई भिडियोहरू बनाउँदै जान्छु। ल हेर्नुहोस् गाइज, यस्तो राम्रो नयाँ फुलहरू आज चाहिँ हेर्नुभयो। ओ माई गड, खतरा रहेछ हौ यो फुल पनि। ल हेर्नुहोस् गाइज, लाइटहरू हेर्नुहोस् त, लाइट यो चाहिँ आफै यो चाहिँ हाम्रो सोलरबाट बल्ने लाइट गाइजहरू। ल यो गाउँ नै रमाइलो, हेर्नु त। ओहो, अहिलेका केटाकेटीहरूलाई फेसबुक र टिकटकले त खतमै बनाएको छ नि। बाबुआमा मरे पनि वास्ता नगर्ने भए। कस्तो सामाजिक सञ्जाल आएछ अहिले त। अब गाइज हेर्नुहोस् कति रमाइलो छ गाउँहरू। हेर्नुहोस्, आज म तपाईँहरूलाई प्रत्येक 5 दिनसम्म यो गाउँमा तपाईँको लागि रहनेछु म। गाइज हेर्नुहोस् कति रमाइलो। गाइजहरू ल हेर्नुहोस्, को ढल्नु भएको छ? एकजना बुढो मान्छे ढल्नु भएको छ। ओहो, छटपटिनु भएको छ उहाँ चाहिँ। हेर्नुहोस् गाइज, हेर्नुहोस् तलदेखि माथिसम्म तपाईँहरूले हेरिरहनु। खोइ चिन्न सकिएन, तपाईँहरूले चिनिन्छ भने कमेन्ट गर्नु होला। ल है, कसले चिन्छ त्यसलाई लाइक पनि गर्नु होला। ओ बाला के भएछ? ल गाइजहरू हेर्नुहोस्, एकदम ढल्नु भएको छ। ल उहाँ चाहिँ छोरा हो कि जस्तो जस्तो छ, दुईजना काला काला छन्, अनुहार पनि एकचोटि होइन। उहाँ चाहिँ को हो, किन ढल्नु भएछ? त्यहाँ हेर्नुहोस् त सबै गाइजहरू, हेर्नुहोस् त के भयो? ढल्नु भएछ उहाँ त। ओहो, एकदम ढल्नु भएछ गाइजहरू। हेर्नुहोस् उहाँको छोरा हो कि जस्तो लाग्छ हौ मलाई गाइजहरू। के भयो? उठ्नु न। ल नमस्कार, सबैलाई स्वागत छ छवि पोडकास्टमा। गाइज ल खोइ त गिफ्टहरू आएन त गाइज। ल यसलाई बिले 2 मिनट बाँकी छ है। ल हान्नुहोस्, ल यसलाई बिले फलो गर्नुहोस्, एकअर्कालाई फलो गर्नुहोस् गाइज। फलो ट्याप ट्याप यहाँनिर ट्याक 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 नाकमा। ल ट्याप ट्याप गर्नुहोस् गाइज। ल खोइ त हो, जितिसक्यो यसले। ल ट्याप 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 यसलाई बिले गाइज। ट्याप ट्याप गर्नुहोस् भनेको। खोइ त कस्तो मान्छे हो तपाईँहरू। खोइ त ट्याप ट्याप गर्नुहोस्। ल गाइज यहाँनिर ल ट्याक ट्याक ट्याप ट्याप गर्नुहोस् गाइज। ल जिताउनै पर्छ है, आज जिताउनै पर्छ गाइजहरू। ल टोपी त मैले लगाएकै छु त, फेरि टोपी फलो गर्छु। धन्यवाद तपाईँलाई, एकदम धन्यवाद। ल यसलाई बिलेजीलाई ल फलो गर्नुहोस्, एकअर्कालाई फलो गर्नुहोस्, ए लेख्नुहोस्, ए टाइप गर्नुहोस्, बी टाइप गर्नुहोस्। ल गाइज, आजको मेरो पोडकास्टमा आउँदै हुनुहुन्छ एकजना चर्चित युट्युबर र एकजना टिकटक भाइरल व्यक्ति हुनुहुन्छ। उहाँलाई म स्वागत गर्दछु। तपाईँहरूलाई स्वागत छ मेरो छवि पोडकास्टमा। नमस्ते छविजी, तपाईँले कार्यक्रममा बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। अनि कहिलेबाट सुरु गर्नुभयो तपाईँले यो टिकटक र गाउँघरमा धेरै सुनिन्छ, धेरै कमाउनु भयो भनेर? के कति कमाउनु भयो? त्यस्तो खासै त छैन, त्यही पनि नहुनु भन्दा छ। किनकि दर्शकहरूको निरन्तर रूपमा मायाको कारणले गर्दा म यहाँसम्म आइपुगेको छु। त्यो भ्युज एकदम धेरै आउँछ, बच्चादेखि बुढासम्म, जवानदेखि तन्नेरीसम्म, केटादेखि केटीसम्म हरेकजनाले मलाई मन पराइदिनु भएको छ। र म चाहिँ गेमहरू खेल्दा चाहिँ एकदम धेरै आउँछ, विदेशबाट, जापानबाट, कोरियाबाट, अस्ट्रेलियाबाट। नेपालीमा कन्भर्ट गर्ने भने त करोडौँ लाखौँ हुन्छ। अब त्यो भनेर साध्य छैन।
सबैभन्दा सामाजिक सञ्जालहरूमा सबैभन्दा धेरै पैसा आउने भनेको चाहिँ मलाई लाग्छ कि टिकटक नै हो जस्तो लाग्छ कि यदि सबैजनाले मान्नु कि नमान्नु तर चाहिँ मलाई चाहिँ टिकटक नै हो जस्तो लाग्छ। तपाईँको त सुनिहाल्यो। अनि तपाईँको चाहिँ के कस्तो छ कमाइहरू? सब्सक्राइबरहरू त धेरै बढाउनु भएको छ, के छ युट्युबको कन्टेन्ट क्रिएटरबाट के कति कस्तो गरिराख्नु भएको छ सुनाउनु। हेर्नुहोस् सबैजी, मेरो बैगुनी केटो भन्ने युट्युब च्यानल तपाईँलाई थाहा छ, बच्चादेखि बुढोसम्म सबैमा पपुलर छ। हेर्नुहोस्, टिकटकले जस्तो त भन्न सक्दिनँ, तर एज अ युट्युब कन्टेन्ट क्रिएटर मेरो चाहिँ सामाजिक दायित्वहरू पनि हुन्छ। टिकटकमा जस्तो पुरै छाडा भएर लापरवाही तरिकाले चलाउनु मिलेन। मैले देश अरूलाई सन्देशमूलक भिडियोहरू बनाउँदै सत्य तथ्य के हो त्यो देखाउँदै दर्शकहरूलाई आजसम्म सानो बच्चादेखि बुढोसम्म नेतादेखि सबैले चिन्नु भएको छ। भर्खर त चलेकै छ भनौँ। त्यही हो सर, राम्रै छ भनेको। के हो तपाईँ चाहिँ यो टिकटकलाई चाहिँ हेप्ने देश हान्ने अनि के तपाईँको एउटा बैगुनी केटो भन्ने च्यानल छ भन्दैमा के टिकटक होइन, युट्युबलाई धेरै मेहनत गर्नुपर्छ। छाडा भएर कार्यक्रमै बस्दिन टिकटकै राम्रो हो फेसबुक भन्दा। यस्ता पागलहरूलाई तपाईँले आफ्नो पोडकास्टमा बोलाउनु भएको छ। यस्ता यस्तासँग डाँड्न मिल्छ? हुँदैन यस्तो के को पागल कार्यक्रमै चल्दैन कार्यक्रम। तपाईँहरूले राम्रो गरिराख्नु भएको छ, झगडा नगर्नुहोस् र तपाईँहरूको आगामी दिनहरू पनि राम्रोसँग बित्योस्, राम्रोसँग होस् भन्दै म मेरो पोडकास्ट चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु। नमस्ते। सबैजनालाई दर्शकहरूलाई चाहिँ मेरो के आग्रह छ भने सामाजिक सञ्जाल प्रयोग गर्दा सामाजिक सञ्जाल भन्दा पनि पर हामी एउटा सामाजिक प्राणी हो। त्यसैले त्यो सामाजिक प्राणी भएको नाताले हामीभित्र पनि कर्तव्य, उत्तरदायित्व र जिम्मेवारीहरू छन् र त्यो जिम्मेवारीहरू वहन गर्दै सामाजिक सञ्जाललाई सकारात्मक रूपमा प्रयोग गरिदिनु हुन म तपाईँहरू सामने विनम्र अनुरोध गर्दछु। समाज रूपान्तरणको लागि सामाजिक सञ्जाल एउटा सरल, सस्तो र भरपर्दो र इफेक्टिभ साधन बनेको अवस्थामा हामीले सदैव यसलाई सही सदुपयोग गरौँ र समाज रूपान्तरणमा सबैले अघि बढ्ने कोसिस गरौँ। सामाजिक सञ्जालको सही सदुपयोग गरौँ र सबै समाज निर्माणमा सहभागी बनौँ।